Hey guys, welcome to our channel. अनि आज चाहिँ डे फर्स्ट अफ आवर ब्लग अनि हामी चाहिँ अहिले काठमाडौँ छौँ अनि हामी अब यहाँबाट बुटोल जान लागेको अनि गाडी चाहिँ अब छिट्टै नै आइरहेको छ। मैले फेरि भोइस ओभर गरेँ किन भनेको भन्दाखेरि क्लियरली सुनेको नि थिएन अनि त्यति बेला हामीसँग माइक पनि थिएन। त्यही भएर अनि यो चाहिँ बेबी हामी दुईजना नै रेडी भएर बसेको थियौँ अनि लक्ष्य चाहिँ ब्रेकफास्ट गर्नुभएको थिएन, त्यही भएर अहिले चिया खाँदै हुनुहुन्छ सामनाले। अनि हामी गाडीमा चढिसक्यौँ। हाम्रो गाडी चाहिँ घरकै अगाडि आएको थियो, त्यही भएर हामी गाडीमा चढिसक्यौँ। ओजस्को लक्ष्य चाहिँ पछि बस्नुभयो अनि हामी अब यहाँबाट सिधै एन्जल सेनालाई लिन कलङ्की जान्छौँ। अनि बेबीले चल्यो भने अब हामी सबजना हामी बसिसक्यौँ। हाय हेलो मामा बेबी भन होइन हेर्ने हो यता हेलो म देख्यो सबै हजुर अश्विनी हेलो यता हेर्नु मामा हेलो खै कहाँ छ रिसाको मान्छे यता भिडियो छ, रिसाको भिडियो देखाइदिनु ए अश्विनी। अनि अश्विनी त बुटलमा आउँदा आउँदै रिसाइन नि अश्विनी यस्तै छ नि हेर्नु अश्विनी हेर के त भिडियो लिएर बुटल देखाइदिनु नि। तिम्रो आउनु नि भएन है ल सिले एन्जल हाय हाय एन्जल हेलो अहिले पार्टी भिडियोमा छु। हेलो अश्विनी यिनी फेरि अहिलेसम्म पनि रिसा गरेछन् अश्विनी त गाइस कोले हेर्नु भएको छ हजुरले यो एकदमै नट्टी बच्चा बाटोमा देख्नुभयो भने नाटक हो क्या फेरि यो सबै हेर्नु फेस हेर्नु त यसको फेस अरूहरूको भ्लग हेर्दै हेर्दै आफू पनि यस्तै भइसकेछन् खै अब हाँसिनै अब गाइजहरू हेर्दै अब हाँसिन यस्तै छ नि ल हामीले चाहिँ खाना अर्डर गरिसकेका छौँ। अब खाना आउँछ खाना खाएर पनि सक्यौँ गाइज हाई सेल्यु ल तिम्रो पम्पी बम गर्ने पम्पी ल के गरेको हाई एन्जल खायौ कस्तो लाग्यो आज मिठो थियो ल अब हामी कहाँ जाने अब हामी कहाँ जाने भन अब हामी बुटोल जान्छौँ। गाडी पनि आयो फाइनली यो ठाउँलाई हामीले बाहिर गरेर अब हामी अगाडि बढ्दैछौँ। धुलो यति धेरै छ यहाँको त घाम पनि यस्तो टक्क पुल्ने हो घर हाम्रो त जाडो के अरे गर्मी भयो। ल हामी खाना आएको ठाउँ चाहिँ यो है पाते भिडो नारायण घाटको। हेलो हाई एन्जल माइजर हुन्छ ल यही हो यहाँको ठाउँ हो घरमा भयो। घर आइसक्यौँ। हेलो नमस्ते हाई जग्गु झोला निकालौँ Hello. Hello. Hello.
आरसीबीको जर्सी अब हामी कतारमा जाने जागे केही भन्न चाहनुहुन्छ हजुर केही भन्न चाहन्न वेलकम अश्विनी ठस्विनी टुप्पी टस्विनी हेर यिनले जहिले पनि मेरो मागेर मलाई मागेर सिक्नु भएको छ बटुक छन् हेलो भन बटुक आउनुहुन्छ बटुक अहिले त घर जानु बटुके खै तेरो कपाल सुवा फान हान न छैन के छ यत्रो कपाल पाले तर पर्सि यसको कपाल च्वाक मलाई भान्जा हैन यार बाबाको कले भान्जाहरु के बाबा भान्जाहरु भएको ए मामा बटुकका भाइ हुने नि फेरि त्यसपछि भाइकै न्याएर निस्केको त्यो लाग्यो साबुनको फ्लेभर अघि नै अप्पुले ट्राई गरेको पनि देखाउन पर्यो तर देखाएन अफसोस यहाँ चाहिँ हाम्रो बटुक देश हामी नुहाएर मात्रै चोकमा जान्थ्यौँ कि चोकमा जाने नुहाउनु पर्दा के हुँदैछ हेर्नु साथीहरू यहाँ अप्पु र यहाँ जगिया यहाँ हाम्रो बटुक त्यसक यहाँ आरसी यहाँ चाहिँ सिना छ हेलो पिन्ट्रेस्टबाट बटुकको म्यान्चेस्टर युनाइटेडको त्यो फ्ल्याग ठुलो मम्मीहरू आइसक्नु भएको छ ठुलो बुवा हुनुहुन्छ हेलो हेलो बुवा चौरासी हेलो भन जाइले फेरि यो खाँदैछ म पनि खाँदैछु कसरी लाग तास भन्दाखेरि नि उनो खेल्न हो है गाईहरू यहाँ मामा हुनुहुन्छ हाम्रो बटुक भाइ सुतेछ बटुक